हेलो वान वेलकम ब्याक। आई होप सबजना सन्चै हुनुहुन्छ होला। म सन्चै छु एकदम। अनि आज चाहिँ यसो बिहानदेखि म कहीँ पनि गएको थिइनँ क्या होइन। अनि हिजो भर्खर लगाएको थिएँ नि त। अनि हिजो रेस्ट गरेको थिएँ। अनि आज चाहिँ यस्तो राइडतिर निस्क्यौँ भनेर घर बस्दा अल्छी लाग्यो क्या। काम पनि छुट्टी छ। अनि त्यही भएर चाहिँ अहिले चाहिँ 12:15 भएको छ दिउँसोको। अनि आजको चाहिँ म अहिलेसम्म पनि मैले कतै नहानेको ठाउँ चाहिँ मैले हानेर आएको के भन्दाखेरि चाहिँ मैले अहिलेसम्म भर्डिङ सेक्सन अहिलेसम्म हाने छैन यो साइकलमा, मतलब कुनै साइकलमा पनि। अनि यो चाहिँ मेरो फर्स्ट हुनेवाला छ स्टियर्समा चाहिँ। अनि हेरौँ कस्तो जान्छ। अनि लेट्स गो। अलराइट, म चाहिँ अब सेटअपमा आइसकेँ। अनि यो चाहिँ कहाँ भन्दाखेरि ठ्याक्कै निकुञ्जको भित्र हो क्या। यहाँ त्यो देख्नु भएको छैन बालेश्वर मन्दिर भनेर हो। त्यहाँबाट चाहिँ म यस्तो आज चाहिँ म फर्स्ट टाइम लाइफमा हान्न जाँदैछ। सो लेट्स गो। आपोए डर त लाग्दो रहेछ यस्तो ठाउँमा चाहिँ। अलि डरै हुन्छ। राइट, राइट। यो मेरो फर्स्ट टाइम हो कि त्यही भएर ओह कत्रो जम्प हो। स्पेसली बाटो बनाएको चाहिँ यही मन्दिरको लागि हो। यहाँ देख्न सक्नुहुन्छ। कतिलाई थाहा पनि छैन कि यो मन्दिर चाहिँ, यो मन्दिरको बारेमा कतिलाई थाहा पनि छैन होला। यही हो मन्दिर चाहिँ। अब कसलाई दर्शन गर्नु चाहिँ गरिहाल्नु। यतातिर हो क्या, यही माथि हो क्या ऊ के अरे लालीगुराँसहरू पाउने चाहिँ धेरै पाइन्छ। लालीगुराँसहरू चाहिँ बिहानको समय भए चाहिँ मान्छेहरू हुन्थ्यो होला। अहिले चाहिँ कोही छैन। कत्रो भडेको। ल अब चाहिँ माथितिर जाउँ। अब उकालो चाहिँ चढाउनु पर्छ। ल अब यहाँबाट चाहिँ मेरो अब स्ट्रेट सुरु हुन्छ मजाले। अनि slow down. Okay. हो धेरै ग्याप भयो भने चाहिँ लास्ट गाह्रो हुँदो रहेछ मैले बुझेँ कि। हेर्नु नि यस्तो ग्याप छ कि। हेर्नु यत्रो ग्याप छ अनि हुन्छ त है। यत्रो ग्याप छ, स्ट्रेट छ, फेरि ग्याप स्ट्रेट छ कि। मेरो त यो फर्स्ट हो नि त, फर्स्ट टाइम। अनि त्यो पनि डर लाग्यो भने हानिराखेको कि मैले यो चाहिँ। पछि के हुँदो रहेछ। अब यहाँभन्दा बरु यतातिर मासतिर चाहिँ जानु पर्ला जस्तो रहेछ मलाई। Okay. ओके, केही छैन। म मजासँग लड्नु चाहिँ
ओके आइम गुड। यो कारण चाहिँ के भने चाहिँ चेन टाइट भएर हो क्या। ओके लेट्स गो लेट्स गो लेट्स गो। रिक्स नलियो फेरि खसिन्छ। हाइट यता आएर बरु नगएकै ठिक जस्तो लाग्यो मलाई चाहिँ। फर्किनु पर्ला है गाइस, किनकि सल्लाह छ नि त। सल्लाह भएर पनि लास्टै गाह्रो गर्छ क्या। सल्लाहले पनि चिप्लाउँछ नि त। यहीँसम्म। यहाँबाट फेरि झरौँ अब तलतिर। यो सक एकदम बााउन्स हुने कारण चाहिँ के हो मलाई कसैले कमेन्ट भनिदिनु पर्यो। ओके ओके हाइट ग्याप धेरै भएर चाहिँ लास गाह्रो रहेछ मैले बुझेँ। ओइ लाली हिजो भन् हाइट ओके 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 बिस्तारै सिक्दैछु है मैले। बिस्तारै सिक्दैछु है। यस्तो त छ अनि ओह्रालो पुरै अनि यस्तोमा चलाएर साध्य हुन्छ त। हेर्नु नि यहाँ तल एक मिस गेम फिनिस हुन्छ अनि यहाँबाट। त्यही भएर चाहिँ रिस्क लिनु हुँदैन धेरै। ठिक छ, लाइफमा फर्स्ट टाइम हानियो, खुसी लाग्यो। बिस्तारै सिक्दैछु म पनि। यस्तो त छ अनि यस्तो त ठाडै छ अनि कहाँ हुन्छ। अलराइट मैले चाहिँ हानिसकेँ। हेर्नु यस्तो त थियो अनि त्यस्तो यस्तो 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 कडा आयो कडा 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 हैट। ल अब चाहिँ मैले स्टेप्स हानिसकेँ अनि अब चाहिँ म अहिले थोरै माथि आइसकेँ भिउथलीमा। अब चाहिँ कहाँ जाने भनेर चाहिँ अब अहिले पछि थाहा हुन्छ।
आफ्नै तालमा हिँड्दैछु अहिले चाहिँ म त त्यता स्टेट चाहिँ हान्छु भनेर निस्क्यो घरबाट चाहिँ अब चाहिँ तलतिर पनि गइदिउँ न त भनेर चाहिँ अलिकति घाउ चाहिँ भएछ है एनिवे लेट्स गो यहाँ माथिबाट हो कि भिउथली जान्छ अब यहाँ देख्नुहुन्छ भिउथली रिसोर्ट त्यसकै नजिक नजिक मेरो घर चाहिँ धेरै भयो कि सपन तीर्थ नगएको चाहिँ जुन हाम्रो वैशाख 1 गतेको नयाँ वर्ष हुन्छ नि हो त्यो नयाँ वर्षमा चाहिँ यतै तल हो कि मेला लाग्ने चाहिँ मेन ठाउँ भनेको चाहिँ कहाँ टाढाबाट आउने मान्छेहरू भनेको चाहिँ यहीँ हो कि तपाईँलाई त्यही लाग्छ ल ल छैन क्या बाटो त छ नर्मल है यो साइकलको लागि चाहिँ फेरि अर्को साइकलको लागि चाहिँ होइन मेरो साइकलको लागि चाहिँ हो फुल जम्प हानिदिएँ मैले पहिला यत्रो सानो बाटो थियो भने एउटा गाडी नअट्ने बाटो थियो न यहाँ अहिले चाहिँ एकदम ठुलो मक्खन बनाएछ बाटो चाहिँ रोपाइ पनि भइसकेको छ के हो असार आज 2 गते भयो साँच्ची 2 गते बित्तिकै यत्तिकै होइन यो पुरै डाँडा पुरै उ छ कि यसमा कहिले त्यो अब त्यो जङ्गल छैन कि पुरै फाडिसक्यो आगो बलेको थियो भवाल ठाउँमा भइसकेको छ नि त यता त त्यसको लागि ल हेर्नु गुर्सीमा कुकुर हालेर हिँड्यो कहाँ हो यहाँ सपन तीर्थ ओ यता जस्तो ल लचक गरे साइकल ल यो चाहिँ सपन तीर्थ मन्दिर हो हो यहीँ हो कि के अरे नयाँ वर्षको दिन चाहिँ यहाँनिर चाहिँ बवाल हुन्छ क्या ठुलो मेला जस्तो लाग्छ यता अनि टाढाबाट एकदम मान्छेहरू चाहिँ आउँछन् ड्राइभिङ सपन तीर्थ ड्राइभिङ सेन्टर प्राली हो यहीँ छ मन्दिर चाहिँ हो यहाँ छ नि यो ठाउँमा चाहिँ हामी पहिला पौडी खेल्न आउँथ्यो क्या नयाँ वर्षमा यता पौडी पनि खेल्न दिन्छ क्या अहिले चाहिँ थाहा भएन हुन त अहिले पानी लास्ट कम भइसकेको छ पहिला चाहिँ पौडी खेल्न दिन्थ्यो क्या त्यहाँतिर चाहिँ अहिले चाहिँ बबाल ठाउँ बनाइसक्यो नि त यो यस्तो केही थिएन कि 1-2 वर्ष अगाडिसम्म यहाँ केही थिएन अनि यो अहिले चाहिँ नयाँ बनायो सबै
यस्तो एक राउन्ड हानिदिउँ होइन ए स्टल सिस्टल पनि हाल्ने ठाउँ रहेछ नि यतातिर त हस् हस् म निस्किहाल्छु अब साइकल चलाउनु चाहिँ नमिल्ने रहेछ आई एम सो सरी फर द्याट ए ल म त्यता बाटो जस्तो हेरेँ हजुर पुरै खाली छ पहिला हामीले यहाँ सर्फ पनि देखिन्थ्यो कि ल यहाँबाट चाहिँ निस्क्यौँ अब ठाउँ त बवालै बनाइसकेको छ अहिले एकचोटि फोनको गरेर हेर्दै है ल हिँड्नु है त यही हो ठाउँ चाहिँ सपन तीर्थ अब कसैले नयाँ वर्षमा आउनु छ भने चाहिँ आउन सक्नुहुन्छ ओके ओके बाई बाई सपन तीर्थ अब मिल्यो भने अब कहिले नयाँ वर्ष मेला लागेको दिन आउँला नत्र त त्यस्तै हो आज चाहिँ नयाँ बाटो गइदिउँ त गाइस